नमस्कार, म अर्जुन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बिमा सहजकर्ता। सकारात्मक सोचका धनी प्रिय साथीहरू, जीवन जन्म र मृत्यु प्राकृतिक समय चक्र हो। जन्मपछि मृत्यु निश्चित छ, कहिले र कसरी भन्ने मात्र यकिन हुँदैन। त्यसैले बाँचुन्जेल अनेक सङ्घर्ष गर्नुपर्छ। जीवनको उत्तरार्धका लागि बचत पनि गर्नुपर्छ। नेपालीमा एउटा उखान छ, छन् गेडी सबै मेरी, छैनन् गेडी सबै तेरी। हो, पैसा आउँदाखेरि आफन्त र छोराछोरी सबैले माया गर्छन् अथवा मायालु होइन्छ। पैसा नभए आफ्नाको लागि पनि घाँडो बन्न सकिन्छ। त्यसैले समयमा नै बिमा गरी बचत गरौँ। हजुरहरूले केही कमाउँदै गर्नुहुँदा र स्वस्थ रहनुहुँदा नै बिमा गर्ने हो। बिमा गरी सुनौलो भविष्यको लागि ढुक्क हुन थोरै थोरै तर निरन्तर एकै खाले किस्ता जम्मा गर्ने खालको बिमा योजनाका कुरा लिएर उपस्थित भएको छु। आउनुहोस् यस्तो खाले योजनाको बारेमा संक्षिप्त रूपमा सुनाउन र बुझाउन कोसिस गर्नेछु। मानौ हजुरहरूको अहिलेको 25 वर्षको उमेर रहेको छ र 20 वर्षको लागि 50 लाखको बिमा गर्ने सोच बनाउनु भएको छ। यसो हुँदा हजुरहरूले जम्मा 45 वर्षको उमेरमा नै आफ्नो एकमुष्ट बिमा भुक्तानी रकम पाउनुहुनेछ। यति उमेर अवधि र यति बिमाङ्क बराबरको बिमा गर्नुभयो भने हजुरहरूले 2,52,000 रुपियाँ बराबर वार्षिक किस्ता जम्मा गर्नुपर्छ। हजुरहरूले जति सक्दो कम उमेरमा र जति सक्दो लामो समय अवधिको लागि बिमा गर्नुहुन्छ भने वार्षिक किस्ता उति कम पर्छ र झन बढी भुक्तानी पाउनुहुनेछ। यसरी बिमा गर्नुभएपछि दुर्घटना भए शारीरिक रूपमा पूर्ण अशक्त हुनुभएमा बाँकी सबै किस्ता छुट हुनेछ र बिमा अवधि पुगेपछि बिमाङ्क बराबर 50 लाख र आर्जित बोनस एकमुष्ट प्राप्त गर्नुहुनेछ। त्यति मात्र होइन, यदि दुर्घटना भई मृत्यु नै भएको खण्डमा बिमाङ्क बराबर 50 लाख प्लस आर्जित बोनस र दोहोरो दुर्घटना बिमा बापत 50 लाख गरी 1 करोड प्लसको बिमा दाबी भुक्तानी पाउनुहुनेछ। हवस् त यस योजनाको बारेमा अझै पनि विस्तृत जानकारी लिन र बिमा गर्न चाहनुहुन्छ भने स्क्रिनमा रहेको मेरो वाट्सएप, भाइबर नम्बर तथा टिकटक अकाउन्टमा सिधै सम्पर्क तथा मेसेज गर्न सक्नुहुनेछ। हवस् त, धन्यवाद।